हेलो गुड मर्निङ नमस्ते। आज मेरो कुकिङ यो चाहिँ राँगाको मासु कुकरमा यो बडी हड्डी र के भन्छ यसलाई छाला भएको कारणले गर्दा मैले यसलाई प्रेसर कुकरमा पकाउँदैछु। त्यसपछि आज शनिबारको दिन स्पेशल शनिबारको दिन छुट्टीको दिन। छुट्टी भन्नाले चाहिँ मेरो छोरीको स्कुल छुट्टी भएको कारणले गर्दा मैले आरामसँग खाना पकाएको। अनि यसमा चाहिँ मैले न्युरोलाई बोइल गर्दैछु। यो न्युरोलाई चाहिँ एकचोटि मजाले पानीमा बोइल गरेर यो अचारको लागि यहाँ चाहिँ मेरो यो चाहिँ पुदिनाको अचार चटनी यसमा यसरी पानी हालेर हेर्नुहोस्। अब 5-6 सुठी 4-5 सुठी लगाइदिएपछि यो चाहिँ रेडी हुन्छ मेरो कुकिङ। यतातिर फेरि पाक्दैछ। यसलाई मजाले पकाउनु पर्छ एकचोटि। यस्तरी बोल मेरो रोज कस्तो राम्रो। सिमीबारी अब फुल्नलाई रेडी भएको छ। यस्तो स्नो ले यो चाहिँ आज किनेको चल्ला गिरिराजको चल्लाहरू। यो चाहिँ बजारबाट यो गिरिराज कुखुरा एउटा मात्र। आउट ल मेरो स्नो यति एउटा हो कि यो लट। यहाँ चाहिँ बच्चाहरू सानो सानो 13वटा चल्ला। कति राम्रो कति राम्रो। ल आजको मौसम अब यति आँगनमा यति घाम लागेको छ। यस्तो राम्रो मौसम क्लियर छ। हाम्रो यताको घरहरू चाहिँ यस्तो हुन्छ है। यताको यो चाहिँ
यताको घरहरू सबै यस्तो डिजाइनको हुन्छ। यताको मकैहरू यत्रो भइसक्यो ल। ल दुई सुट्ठी लाग्यो। अझै यो अझै राम्रोसँग पाकेको छैन। यसको मिठो अचार बन्छ अहिले लास्टमा। ल